तर लक्ष्यमा ध्यान दिँदा दिँदै म प्रत्येक दिन जुन लक्ष्यतिर अगाडि बढिरहेको छु त्यो प्रत्येक दिन सेलिब्रेट गरिन भने लक्ष्य प्राप्तिपछि पनि मजा आउँदैन. So now, ladies and gentlemen, I'll tell you, now आज गइसकेपछि सबैजना घरमा पुगेर स्याबास भन्. आफैलाई स्याबास भन्, किन भन्दाखेरि हामी साँच्चै अप्रिसिएट गर्दै जान्दैनौँ. पहिला सुरु सबैभन्दा पहिला आफूले आफूलाई अप्रिसिएट गर्न जरुरी छ. स्याबास भन, किन भन्दाखेरि यहाँ योभन्दा धेरै भिड आउन सक्थ्यो, तर योभन्दा धेरै भिड आएन, तिमीहरू मात्र आयो र तिमीहरू मात्रै अब चेन्जको निमित्त तयार छौ भन्ने कता कताको संकेत पनि हो. So now pat yourself and say thank you, good भनेर. So now ladies and gentlemen, it is all about process. Enjoy the process. अनि प्रोसेस इन्जोय गर्न सजिलो चाहिँ हुँदैन है भाइ. मैले भन्दै यहाँ मुख फाडेर इन्जोय द प्रोसेस यति गाह्रो हुन्छ कि भनेर साध्य छैन. म यो पालि बाइक राइडमा पोखरा गएको हो. सिरियसली पछाडि मेरो एकजना भाइ राखेको थियो, सत्य घटनामा आधारित छ. मेरो बाइक अहिले त्यहीँ छ. म प्लेनमा आएँ, किन त हतार पनि थियो. अर्को कुरा के भन्दाखेरि बाइकमा जाऊ बडा मजा आउँछ हैन. मेरो दिमागमा पनि हिन्दी फिल्मका केही गीतहरू थिए जुन 3 सेकेन्ड 5 सेकेन्ड 5 मिनटको लागि देखाइन्थ्यो. मलाई पनि लाग्यो मजा आउँछ भाइ, बुटुटुटु लाएर जाउँ बुलेटमा. म पनि भएँ, पन्जा सन्जा पुरा आएँ, हेलमेट सेलमेट लाएर गएँ. भगवान कसम नाक ढुङ्गा क्रस गर्दा गर्दै मेरो मनले भन्यो त किन आइस, त नआएको भए हुन्थ्यो. मेरो हालत पतला. एउटा ठाउँमा ओर्लिएमा मन गर्यो यहाँबाट केही अरू चिज पाउँछ नै. फेरि मन लाग्यो कि होइन यार बाइकमा पोखरा जानु छ, बाइक त छोड्नु मिलेन. म बीच बाटोसम्म पुगेँ. मलाई त ठिकै लागिरहेको थियो. म पछाडि बस्ने मान्छे यति गलित भयो कि भन्ने साध्य छैन. किनभने अगाडिकोले त ह्यान्डल पाउँछ समात्न, पछाडिकोले केही पनि पाएन. उभिँदाखेरि पछाडि आएर भगवान कसम उभिँदाखेरि यस्तो भएको थियो. अनि त्यसले आफ्नो बस्ने ठाउँ यसरी सुमसुमायो. अनि उसले मलाई रिक्वेस्ट गर्यो, दाइ फर्किँदा त प्लेनमै जाउँ है. So process is not that easy to understand. Process is not that easy to enjoy, my friend. तर जसले त्यो प्रत्येक प्रोसेसलाई झेल्छ, जसले त्यो प्रत्येक प्रोसेसलाई इन्जोय गर्छ, त्यो मात्रै डेस्टिनेसनमा पुग्ने हकदार राख्छ. आज मसँग आई हेभ अ स्टोरी टु टेल हाउ आई राइड. यदि म बिचबाट फर्केर आएको भइदा भए सबैभन्दा बिस्मात मलाई हुन्थ्यो. म तपाईँलाई एउटा स्टोरी सुनाउन चाहन्छु. आर यु गाइज रेडी फर द्याट? थ्याङ्क यू. द्याट्स द जोस माई फ्रेन्ड, द्याट्स द जोस. यु रेडी? थ्याङ्क यू. त्यो बिचमा ऊ गर्ने को भए? त्यो वीरगन्जतिरकै हुनुपर्छ. वीरगन्जको यस्तो मान्छेहरू खतरा हुन्छ नि. वीरगन्जको दर्शक कस्तो हुन्छ भने साँच्चै कि तिमीलाई भनिदिउँ, सिनेमा हेर्ने बेलामा बाँकी कहानी दर्शक आफैले भन्छ. जस्तो म एउटा हिन्दी फिल्म हेरिरहेको थिएँ, शाहरुख खानको दिलवाले दुल्हनिया ले जाएंगे. शाहरुख खानले बन्दुक उठाइलियो लास्टमा यसरी. त अडियन्सले भन्यो, त्यो पनि फर्स्ट टाइम हेरिरहेको थियो, म पनि फर्स्ट टाइम हेरिरहेको थियो. सिरियसली मसँग घटेको घटना हो. वीरगन्जको मान्छे ऑडियंस लिख के बनो, शाहरुख बंदूक छोड़ दे, शाहरुख बंदूक छोड़ दे, मर्द के बेटा है तो बंदूक छोड़ दे. शाहरुखले साँच्चै के बंदूक छोड़ दियो. त्यस्तो दर्शक हो क्या हाम्रो. सो एउटा स्विमरले संसारमा एउटा रेकर्ड राख्नको निमित्त एउटा अभियान चालू गर्नुभयो. उहाँले के भन्नुभयो भन्दाखेरि म यो ओसन पार गरिदिन्छु and now I'll keep the record. So to pass that ocean was a goal and to pass every moment was the process, right? So अब उहाँको तयारी भयानक भयो, किन भन्दाखेरि प्रोसेसमा जान त तयार हुनु पर्यो. तयार भयानक हुनुभयो. अब मिडिया सिडिया सबैजना आयो, भिडियो सिडियो सबै खिच्नको लागि रेडी भयो. स्विमर ओसनमा हाम फाल्नुभयो र ऊ जहाँ पौडी खेलिरहेको थियो त्यो पौडी खेल्नुभन्दा 500 मिटर अगाडि चाहिँ एउटा बोट उसको अगाडि अगाडि जान्थ्यो. वा नसकिसकेपछि उहाँले अझ कोसिस गर्नुभयो. नो गिभ अप दिनु हुँदैन, जाने हो, स्विमिङ खेल्नु. अब एकछिनपछि मेरो खुट्टा चल्दैन यार, अब मेरो खुट्टा चल्नै छोड्यो. अब खुट्टा चल्नै छोड्यो. स्विमरको खुट्टा चल्न छोडेपछि के हुन्छ,
होइन म हातैले भए पनि चलेर भए पनि अगाडि जान्छु, मलाई यति टाइममा पार गर्नु त छैन नि, पार गर्नु मात्रै रेकर्ड राख्नु हो। हातले पनि चलायो, अब खुट्टा पनि जाम हात पनि जाम भइसकेपछि उसले भने अब म सक्दिनँ, अब म सक्दिनँ, now I can't do it. Now what she did is उहाँ पछाडि फर्किनु भयो, जहाँ एउटा बोट उसलाई रेस्क्यु गर्न बसिरहेको थियो, अनि उहाँ जानुभयो, बोटमा बस्नुभयो। बोटमा बसिसकेपछि सबैजनाले बिस्मात माने, हत्तेरिका खतमै भयो नि, हत्तेरिका। अनि उसलाई सोध्यो कि तिमीले यति किन गिभ अप दिएको यार, बिकज यु हेभ प्र्याक्टिस अ लट, किन गिभ अप दिएको भन्दा उसले भन्यो कि माई ह्यान्ड वाज फ्रिज, माई लेग वाज फ्रिज, आई वाज टोटली फ्रिज, आई कुड नट मुभ, आई कुड नट मुभ, आई कुड नट मुभ। एन्ड द क्वेसन वाज अगेन लाइक ओके, जहाँ तँ स्टक भइस् त्यहाँबाट बोटसम्म त कसरी आइस् भन्दा आई स्विम। सो तँलाई थाहा छ तँ जहाँ अड्केको थिइस् त्यहाँबाट बोट कति पर थियो? यस, अलमोस्ट लाइक 500 मिटर। एन्ड डु यु नो द्याट जहाँ त स्टक भइस् फिनिस लाइन कति थियो? जस्ट 300 मिटर अवे, जस्ट 300 मिटर अवे। त 500 मिटर पनि स्विम गरेरै आएको, यदि 300 मिटरको लागि होल्ड गर्थिस् भने तैँले रेकर्ड कायम गर्थिस्। यार हामी कुन बेलामा थाक्छौँ थाहा छ? जुन बेलामा रिजल्ट आउन लागेको हुन्छ, जुन बेलामा बन्न लागेको हुन्छ, त्यो बेलामा म्याक्सिमम थाक्छु। अब थाक्न छैन, अब थाक्नु छैन। So guys, enjoy the process, and I said enjoy the process, enjoy the process. Process सजिलो छैन, तर रिजल्ट हेर त। जब तपाईँ रिजल्टको बारेमा कुनै पनि बेलामा तपाईँहरू थाक्न सक्नुहुन्छ, कुनै पनि बेलामा तपाईँहरू थाक्न सक्नुहुन्छ, कुनै पनि बेलामा तपाईँहरूलाई लाग्छ तपाईँबाट हुँदैन, त्यस बखत दिमागमा एउटा मात्रै चिज ल्याउनुहोस्, भयो भने के हुन्छ भनेर। भयो भने के हुन्छ भन्ने सोच मात्रै दिमागमा आयो भने थाकेका शरीरहरू फेरि जुर्मुनाउँछन् अनि फेरि तपाईँ हिँड्न थाल्नुहुन्छ। हो, मलाई पनि लागेको थियो कलाकार बन्दैनस् या त कसरी बन्छस्? सामाजिक अभियन्ताहरू घर घरमा आउँथे मेरो, अनि मलाई सोध्थे छोरोले मास्टर गर्यो अब के गर्छ? मेरा साथीहरू सबै ब्याङ्कर भइसकेका थिए। अनि मेरो बाआमाले भन्नुभयो कि रेडियोमा बोल्छ, अनि सामाजिक अभियन्ताले भन्थे बोल्न त बोल्छ, काम चाहिँ के गर्छ अरे? रेडियोमा बोल्ने कामै होइन जस्तो क्या। ठिक छ, त्यो बोल्न त बोल्छ, तर काम चाहिँ के गर्छ? यो समाज, यो सोसाइटी तपाईँलाई पटक पटक टेस्ट लिन आउँछ। पहिलो पटक तपाईँलाई अत्याउँछ, तँबाट हुँदैन, तँबाट हुँदैन है, तँ त कहाँ सक्छस्, तँबाट हुँदैन भनेर तपाईँलाई कन्भिन्स गर्छ। यदि तपाईँ कन्भिन्स हुनुभयो भने त्यहीँ रोकिनुहुन्छ। किन भन्दाखेरि हामी प्रायः जस्तो कन्भिन्स हुन्छौँ। हामीलाई ठुलो सपना देख्नको निमित्त वातावरण दिएको छैन भन्दैछु म। किन भन्दाखेरि हुर्काइयो नै त्यसरी। एउटा बाउ र छोरा बजारमा हिँडिरहेको, छोरोले पसलतिर देखाएर ठुलो चक्लेट देखाएर भन्यो बुवा मलाई त्यो चक्लेट खानु छ। दाइलाई पनि त्यस्तो त भएको छैन नि, बडा ध्यान दिएर दिन सुन्नुभयो। बुवालाई छोराले भन्यो कि बुवा मलाई त्यो चक्लेट खानु छ। अनि बाउले के गर्यो भन्दाखेरि गाला प्राक खानेर ल तेरो बाउले त खाएको छैन तँलाई खानुपर्छ, ल सानो चक्लेट खा। त्यो बच्चालाई के लाग्यो भने ए ठुलो चिज माग्यो भने त किटाइ खाइदो रहेछ। त्यही भएर सानो चिज माग्न थाल्यो, सानो चिजमा एडजस्ट गर्न थाल्यो। समाजले सबैभन्दा पहिला तपाईँलाई थर्काउँछ, डराउँछ, भन्छ कि तँबाट हुँदैन। जो अटेरी हुन्छ त्यो कुरा सुन्दैन, त्यसपछि ऊ अगाडि बढ्छ अनि मान्छे फेरि तपाईँमाथि हाँस्न थाल्छन्। अबे पागल, तँबाट कहाँ हुन्छ, गिज्जाउन थाल्छन्। हरेक फेजबाट म गुज्रेको मान्छे हो, पागल, तँबाट कहाँ कलाकार हुन्छ पागल। अब त्यो गिज्जाइबाट पनि अटेरी भएर अगाडि बढ्नु भयो भने अब समाज तपाईँप्रति नतमस्तक भएर भन्छ मैले त पहिल्यै भनेको थिएँ नि हुन्छ भनेर, भयो कि भएन? यो समाज भनेको घाटे वैद्य जस्तो, घाटको वैद्य रे क्या। यो समाज भनेको घाटको वैद्य जस्तो हो। घाटमा तपाईँले घिटिक घिटिक भएको मान्छे लिएर जानुभयो भने उसले नारी छाम्छ, छामेपछि भन्छ अनि जान्छ, केही पनि बोल्दैन। अनि मान्छे बित्यो,
बितेपछि उसले भन्छ मैले भनेकै थिएँ त बाँच्दैन भनेर गयो। अब मान्छे बाँच्यो तर उसले यस्तो गरेछ। अनि उसले भन्छ मैले भनेकै थिएँ त ल्याउनै पर्दैन भनेर। अरे यो समाजको कुरा सुन्न धेरै जरुरी छैन है साथी। किन भन्दाखेरि समाजमा ओके लेट मी आस्क यु, समाजमा सफल धेरै छन् कि असफल? अब सफल धेरै छन् कि असफल? खुसी धेरै छन् कि दुखी? अनि इनका कुरा सुनेर हुन्छ हैन? सफल मान्छेको कुरा सुन्यो भने हरेक चीज सफल जस्तो लाग्छ। केही गर्नु पर्दैन। म साच्चीकै भनेको यो तपाईको यो के भन्छ यो कन्सल्टेन्सी असाध्यै चलाको मान्छेसँग गएर भेट, गरगर्दी चलाको मान्छेसँग गएर भेट। उसले भन्छ दामी छ नि, राम्रो भइरहेछ अहिले, गजब छ है, गजब काम राम्रो भइरहेछ मेरो, ठिक छ यार भन्छ। नचलाउने पनि छन्, तिनलाई गएर सोध के भन्दा बर्बाद छ अहिले, खत्तम भइसक्यो, हामी टाँट पल्टिसक्यौँ। अब स्याम्पलिङ कसको गर्ने? तपाईँ कस्तो हुन चाहने? त्यसकारण मैले भने तपाईहरुलाई साथी, प्रोसेस सँगसँगै इन्जोय गर्ने बेलामा कसको कुरा सुन्ने इज भेरी इम्पोर्टेन्ट। कसको संगतमा बस्नुहुन्छ भेरी इम्पोर्टेन्ट। किन भन्दाखेरि मग पर्फ्युम लागेको मान्छेहरुसँग एकैछिन भेटेर आउनुस्, 5 जना पर्फ्युम लागेको मान्छेहरुसँग एकछिन भेटेर आउनुस्। तपाईले पर्फ्युम नलाए पनि फर्किने बेलामा तपाई मग बास्न आएको हुनुहुन्छ। अनि 5 जना गाँजा खाएको मान्छेसँग भेटेर आउनुस्, गाँजै नखाए पनि डुङ डुङ ती गाँजा गनाउनुहुन्छ। त्यही भएर हामीलाई भन्थे संगत राम्रो गर, संगत राम्रो, संगत राम्रो गर। हो, इट्स भेरी इम्पोर्टेन्ट माई फ्रेन्ड। सो नाउ आई विल टेल यू, enjoy the process. It's very important. But I tell you again, it's not easy to enjoy the process. तर मैले भने जब प्रोसेस इन्जोय गर्ने बेलामा थाकिन्छ, बन्यो भने कस्तो बन्छ भन्ने विचार गर्नुस्। अरे एम्ब्रोइडरी गरेको लुगा हेर्नु भएको छ तपाईले? एम्ब्रोइडरी गरेको लुगा हेर्नु भएको छ नि? बुट्टा काटेको लुगा पल्टाएर हेर्नुस् त ग्याजाङ म्याजाङ हुँदैन? प्रोसेस ग्याजाङ म्याजाङ हुन्छ। हेर्यो भने हे भगवान के भनिरहेछ यार। तर पल्टाएर हेर्नुस् त बुट्टा बनेको हुन्छ। यदि बुट्टाको सोच साथ त्यो प्रोसेसमा जाने हो भने बुट्टा बन्छ, नबन्ने कुरै छैन। एउटा गजबको उदाहरण म तपाईलाई एकदम आइडलाइज गर्नु भने हैन, तर एउटा गजबको स्याम्पल त म पनि हो भाइ। एउटा स्याम्पल पिस त मै पनि हो। मेरै साथीले ताली बजाएन। अब खुलेर बजाऊ। फेरि साथी भनेको यस्तो खतरनाक चीज हो कि भनेर साथ दे फेरि फेल भयो भने लाग्छ कि मेरो आफ्नै हो यो। जब त्यो फर्स्ट हुन्छ त्यो लाग्छ मैसँग त पढेको थियो, कसरी भयो यो? यसले शेषलाई पनि त्यही लागिरहेछ। हुन त म अध्यक्ष हो, म खतरा हो, तर साला मैले बोलेको पैसा दिइरहेछ छैन यिनीहरूले, यसले बोलेको पैसा दिइरहेछ, मेरै त साथी हो, यसलाई किन दिनु? तर म त लिन्छु। मलाई किनभने स्टेजमा ताली, स्टेज पछाडि पेट खालीवाला कलाकार होइन भाइ म, होइन? क्लियर छ। मेरो जीविका उपार्जन गर्ने यही चीज हो। मलाई भन्छ मिलाएर पैसा लिनुस् त दिनुस् पट्याएर, म मिलाएरै लिन्छु, पट्याएर दिनु होला। अझ मिल्छ भने नयाँ नयाँ नोट दिनुस्। सो प्रोसेस इन्जोय गर्न बडा जरुरी छ। संगत ठीक राख्न जरुरी छ। संगत ठीक राख्न जरुरी छ, साँच्चीकै हो। यदि तपाईँ कलाकार बन्न चाहनुहुन्छ भने कलाकार भित्रको एउटा संगत हुन जरुरी छ। यदि तपाईँ इन्जिनियर बन्न चाहनुहुन्छ भने इन्जिनियर भित्रको एउटा संगत गर्नु जरुरी छ। एउटा डाक्टर बन्न चाहनुहुन्छ भने डाक्टरका कुराकानी गर्ने भए पनि साथी संगत हुन जरुरी छ। संगत बडा जरुरी छ साथी। सो अर्को कुरा भनेको चाहिँ कन्फिडेन्ट हुन जरुरी छ। कन्फिडेन्ट। म बेसिक लाइन पाउँदैछु, मैले अघि नै भने तपाईँ संसारको कुनै कुनामा जानुस्, मलाई त्योदेखि सरोकार भएन। तर जुन माटोसँग जुड्नु भएको छ त्यो माटोलाई जहिले पनि सम्झिनु होला। किन भन्दाखेरि चरा जतिकै आकाशमा उडे पनि फर्केर आफ्नो गुणमा आउँछ। गुण बिर्सिदैन, गुण चाहिँ नबिर्सिनु होला।